हेलो एभ्रिवान, नमस्ते, वेलकम माई फर्स्ट मिनी ब्लगमा। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा छ र हामी पनि सन्चै छौँ। आज हामी धेरै समयपछि यही पोखरामै रहेको लेक साइडतर्फ रहेको वसुन्धरा पार्कमा जाँदैछौँ। म चाहिँ घरमा बसिरहेको थिएँ। म चाहिँ लामो समयपछि निस्केको हो। धेरै समयपछि बाहिर निस्किन पाउँदा एकदमै खुसी लागिरहेको छ। खास त हामी घाम ताप्न जाऊँ, बाहिरतिर निस्क्यौँ भनेर यत्तिकै निस्किन लाग्यो। अनि दिदीहरू पनि आउनुभयो। अनि दिदीहरूसँग रमाइलो हुन्छ भनेर हामी दिदीहरूलाई जाउँ त जाउँ गरेर हामी जबरजस्ती लिएर जाँदैछौँ। म चाहिँ मेरो छोरा, ऊ चाहिँ मक्ख छ। अनि हामी रमाइलो गफ गर्दै वसुन्धरा पार्कतिर जाँदैछौँ। धेरै टाढा त होइन, हाम्रो ठ्याक्कै घरदेखि पछाडि नै हो, तर हामी गाडीमा गयौँ किनकि बच्चा छ। अनि त्यही भएर हामी चाहिँ हिँड्न चाहेनौँ। हामी चाहिँ वसुन्धरा पार्क नजिक आइसक्यौँ। अनि यो बाटोतिर, लेक साइडको बाटोतिर एकदमै रमाइलो छ किनभने न्यु इयर आउँदैछ, न्यु इयरको तयारी हुँदैछ। अब चाहिँ हामी वसुन्धरा पार्क नजिक आइसक्यौँ र हामी गाडी बाहिर पार्किङ गरेर हामी चाहिँ भित्र छिर्न लाग्यौँ। हामी एकदमै रमाइलो महसुस भइरहेको छ। दिदीहरू खुसी हुँदै हुनुहुन्छ। अनि त्यहाँ अरू पनि घुम्न आउनु भएको रहेछ मान्छेहरू। अनि हामी भित्र छिरेर हेरिरहेको छौँ हामी कहाँ बस्दा कम्फर्टेबल हुन्छ भनेर हामी एकदमै ठाउँ खोजिरहेको छौँ। यो चाहिँ सबै वसुन्धरा पार्कको एरिया हो। एकदमै रमाइलो लाग्छ मलाई यो ठाउँमा चाहिँ। म एकदम पहिला आएको थिएँ, अहिले चाहिँ म त्यहाँ जान पाएको थिएन। हामी चाहिँ लगभग बस्ने ठाउँ पायौँ। मेरो छोरा हाँस्दैछ। अनि हामी चाहिँ म्याट ओछ्याएर बस्ने भन्यौँ। अनि हामी चाहिँ म्याट ओछ्याएर बस्न थाल्यौँ र हामीले केही खानेकुराहरू पनि लिएर गएका थियौँ र खानेकुराहरू निकाल्दैछौँ हामी। अनि यो सुकुटी चाहिँ हाम्रो खसीको सुकुटी हो। यो सबैजना मुख मिठाउँदै हुनुहुन्छ अनि यता जुस राख्दै हुनुहुन्छ। यतिकैमा चटपटेवाला आन्टी आउनुभयो र म तपाईँहरूको लागि चटपटे हेरी बनाइदिन्छु, म एकदम मिठो बनाउँछु भन्न थाल्नुभयो। हामी पनि हुन्छ बनाउनु भन्यौँ। अनि चटपटेवाला आन्टी धेरै खुसी हुँदै त्यही बनाउँदै हुनुहुन्छ। हामी एकदम रमाइलो गर्दैछौँ। अनि हामी चाहिँ सबै खानेकुराहरू रेडी बनाएर खाँदैछौँ, रमाइलो कुरा गर्दैछौँ, गफ गर्दैछौँ है। अनि यतिकैमा चटपटे पनि रेडी भयो। अनि चटपटे टेस्ट गर्न थाल्यौँ। चटपटे पनि एकदम मिठो लाग्यो है। अनि त्यसपछि हामीले चटपटे आन्टीलाई पनि थोरै सुकुटी अनि हामी लिएर गएको खानेकुरा जे छ त्यो थोरै दियौँ। अनि हामी चाहिँ खान थाल्यौँ। अनि एकदम रमाइलो लागिरहेको छ। खाजा खाइसकेपछि सबै आफ्नो आफ्नो पारामा भयौँ है। अब चाहिँ हामी फोटो खिच्नको लागि ताल छेउमा जाँदैछौँ। अनि हेरेर मेरो टिकटक, हामी चाहिँ टिकटक बनाउन थाल्यौँ, फोटोहरू पनि खिच्यौँ, एकदमै रमाइलो गऱ्यौँ। अनि ऊ चाहिँ मेरो साथी, उनी पनि टिकटकमा एकदमै रुचि राख्छिन्। उनी चाहिँ टिकटक बनाउन, फोटो खिच्नमा एकदमै रुचि राख्छिन्। यस्तै रमाइलो गरेर हामीले चाहिँ त्यो दिनहरू बितायौँ। हामी दुईजना मस्किँदै कता पनि निस्केको होला। अनि त्यो तालको छेउमा हेरेर म चाहिँ के पो सम्झिरहेको थियो होला। आजको दिन एकदमै रमाइलो भयो, एकदमै ह्याप्पी भएँ। अनि हामी चाहिँ अब घर फर्किँदैछौँ। अब हामी बिदा हुन्छौँ। हस् त, धन्यवाद।